व्हाट्सअप है सबैलाई नमस्कार। अनि म चाहिँ प्रशान्त। इट्स मी फ्रम ब्याक साइड अफ क्यामेरा अर फ्रन्ट साइड अफ क्यामेरा जे भनौँ त्यसबाट चाहिँ म बोल्दैछु। अनि यो भिडियोको उद्देश्य चाहिँ के हो भन्दाखेरि 5 दिनसम्म म लगातार कन्टिन्युस रूपमा बेलुका यही टाइममा सायद म भिडियो अपलोड गर्छु होला। अनि मैले भन्न चाहिँ के खोजेको भन्दा नेपालमा आइटी गरेर चाहिँ के काम गर्छ। जस्तै अब मैले अब ल्याब सिट बनाउनु छ भने कुनैकोले केही प्रोग्राम गर्नु छ भने मैले त सबैभन्दा सुरुमा त अब कम्प्युटरमा डेबगिङ कम्प्युटरमा चेक गर्नु पर्यो नि त होइन, रङ कहाँ हुन्छ, मिस्टेक कहाँ हुन्छ भनेर चेक गर्नुपर्छ। तर नेपालको कन्टेक्स्टमा अलिकति फरक छ क्या। अरू टेकमा हाइली किन डिमान्डेड छन् भनेर इम्प्रुभ भइरहेछ अनि नेपाल चाहिँ किन अलिक बिस्तारै ढिलो आइरहेछ भन्दाखेरि हामी सुरुमा पेपरमा गर्छौँ क्या। मसँग ल्याब सिट छ है, मसँग कम्प्युटरको ल्याब सिट छ एउटा। अनि हेर्नुहोस् है, मैले चाहिँ यो पेपर नबनाइरहेको छु क्या। एक्ज्याक्टली मलाई यसको कोड पनि थाहा छैन अनि मैले चाहिँ यो कपीबाट साथीको हेरेर गरिरहेको छु क्या। अब टिचरलाई पनि मतलबै छैन क्या क्लासमा, ल्याब सिट चेक गर्छ न सोध्छ न केही गर्छ क्या यो ल्याब सिटको बारेमा। अनि नेपाल कसरी आइटीमा अनि प्रगति गर्ने हामी सबै आइटी स्टुडेन्टले। अनि यो ल्याब सिट फेरि मलाई बनाउनु टाइम पनि साह्रो कति टाइम लाग्छ हामीलाई ल्याब सिट टाइम लाग्दैन, तर डिबगिङ फाइन्ड गर्दै गर्न त हामीलाई टाइम लाग्छ नि त। त्यही कारण नेपालमा त्यही चाहिँ गाह्रो लाग्यो क्या मलाई अलिकति। इफ यु वान्ट टु बी इन आइटी यु सुड लर्न द कोड है। तपाईँहरूले कोड चाहिँ अलिक मजाले जानुपर्ने हुन्छ। अनि अरू फिल्डहरू पनि छ, तपाईँलाई कोड आउँदैन भन्यो भने तपाईँको लागि डिजाइनिङहरू छ है, अनि एनालाइजिङ गर्ने पार्टहरू छ। जसले गर्दा चाहिँ आइटी धेरै डिफ्रेन्स भयो। तर आइटी मात्र नभनेर अरू पार्टहरू पनि हेर्दै जाने हो भने इट्स मोर कम्प्लिकेटेड है। जे हुने पनि पढ्नै पर्नेछ। त्यसको लागि चाहिँ हामीले कन्टिन्यू त दिनुपर्छ। अनि यो मेरो भिडियो बनाउनुको उद्देश्य चाहिँ केही होइन, जस्ट एज अ फन आई एम मेकिङ भिडियो द्याट आई सुड स्पिक इन फ्रन्ट अफ क्यामेरा एज सिम्पल रूपमा चाहिँ नि आएर बोल्न चाहिँ सकौँ भन्ने हिसाबले बनायो। हेरिदिनु भएकोमा धन्यवाद होइन। कहाँबाट हेर्दै हुनुहुन्छ, कसले हेर्दै हुनुहुन्छ, कसले मलाई चिन्नुहुन्छ, कसले मलाई चिन्नु हुँदैन, कमेन्ट चाहिँ गरिदिनु होला। अनि आई विल मेक माई भिडियो क्वालिटी बेटर फ्रम नेक्स्ट टाइम है। नेक्स्ट टाइम भन्दा पनि कहिलेसम्म हुन्छ होइन, बिस्तारै इम्प्रुभ गर्दै जाउँला। अहिले चाहिँ जस्तो छ त्यस्तै हेरिदिनुहोस्। अनि बिस्तारै म चेन्ज गर्न खोज्छु अनि म बोल्ने तरिका पनि चेन्ज गर्न खोज्छु। इट्स माई फर्स्ट डे एज अ क्रिएटर भनौँ, एज अ के भनौँ के नभनौँ होइन, जे भन्दा नि तपाईँले ठिकै छ। तपाईँले जे रूपमा लिनुहुन्छ आई एक्सेप्ट द्याट। थ्याङ्क यू भेरी मच फर वाचिङ मी।